गाईलाई दिनु हुँदैन अहिले भनेर गरेँ कि नकाटे अब त हुन्छ होला कि ओइलासी हुन्छ है काट्नुपर्छ अब हजुर गाईलाई दिनु हुँदैन भनेर नलागे के मैले जोइ घाँस लाएर कोलाउँदै पलाएन लाइले हाल्दै आउँछ जय घाँस लाई लाग्छ भने जोइ घाँस हो पकालाई जय घाँस लाई लाग्छ अलिअलि पनि छैन खोइ त्यही भएर त त्यो नपलाएको बुढालाई त थाहा भएन है अहिले भर्खर सुन्नु रातो लाग्छ सुनेको थियो लाग्छ स्याम्पू ल्याएर हालिदिनु स्याम्पू गाँमा त्यही चोरीमा त्यसै गरी स्याम्पूले हुन्छ भने हालिहाली रोकेर नरोकेर फेरि दोहोऱ्याएर गरेर हाल्नु पऱ्यो त्यही भएर चोरी भइदियो चोरीको बोटल 3 ढोका चोरी हुन्थ्यो मान्छे लुवा धुने सरफ लगाएर हाल्छन् नि कति भयो र कति भयो तोरी ए भनेपछि 2 ढोक्रा दानाको ढोक्राको मुखमा दे हजुरले चाहिँ पुर्याइदिने थियो क्या त्यति दाना ढोक्रो म अलिबार जाँदाखेरि भन्छु भने म हुन्न कसले त्यसो भने त्यही त अनि कसले त्यसो भने त्यही त हो नि सबैलाई तेल 4 लाग्छ त 4 रुपियाँ लिटरको तेल र अनि त्यो 20 रुपियाँ लिटरको तेल साट्ने हुँदा त त्यो दुःख गर्नै पर्दैन थियो नि है त्यही त भन्यो यति काले भाइ हजुर दिएन भनेर अब सुनाएको हेर्नु नि त्यो चाहिँ नदिया भनेर अर्थ लाग्यो खै मलाई थाहा भएन है अहिले त गुनासो लाग्दैन अहिले दिएन भनेर त गुनासो गर्ने मान्छे होइन गाडा नपत्याएको होइन रामचन्द्रले टायर ल्याएर हाल्यो होइन ल लिएर जान सक्नुहुन्छ होइन मैले गएर हेर हुने बेला त्यो छैन भने कति हाल्नु भने हालो अनि हालिदिँदैन टायर पड्काइदिन्छ ल्याइदिनु ढकाल लिएर गयो त्यसै गरेर ल्याइदिए साइला लिएर गयो त्यसै गरेर ल्याइदिए मैले त्यही पनि थाहा ल्याएको थिएँ भर्खर हुन्छ भने मैले अहिले माथि राखेँ पनि राम्रोसँगले अस्ति ल्याएर
आजका लागि यति खानी 2 घन्टा लाग्यो 5 पनि बज्यो 3 बज्दै खन्न लाग्यो 5 बज्यो 2 घन्टामा यति सकेँ खनिसकेँ हैन भोलि यता बाँकी नै छ खन्नलाई छ त बाँकी अझै तल्लो बाँकी छ खन्न यति बाँझो जति देखाए जति सबै खन्नुपर्छ के गर्ने यस्तै छ है यस्तै चलिरहेछ मन परेदेखि लाइक गर्नुस् कमेन्ट गर्नुस् सब्स्क्राइब गर्नुस् भाइको कामलाई है हस्।